सबैजनालाई स्वागत छ मेरो भिडियोमा। म चाहिँ आशु आज खुसको घरमा अनि हामी चाहिँ आज आलु साग बनाएर खाने प्लानमा छौँ। यहाँ आउन, बहिनी चाहिँ यहाँ आलु धुँदैछन्। हाम्रो विवेक हेलो भन्न। हेलो, वेलकम टु माई ब्लग। हाम्रो बहिनीले चाहिँ यस्तो दामी प्याज काट्छ नि, हाम्रो बहिनीलाई पाउने मान्छे एकदम भाग्यवान हुन्छ। हाम्रो कति महिना भेट भयो नि आमा त हामी धेरै पछि भेट भएको उहाँलाई पनि धेरै उहाँलाई पनि देखाइदिनु हामीले पहिलाको पालि आयो भने आज त मलाई थाहा छैन। आलु चप के बनायो के भन्छ आन्टी छिटो आउनु पर्यो, हामी तपाईँलाई भेट्न आतुर छौँ। आन्टीलाई सरप्राइज दिन आएको, तर हामी आफै सरप्राइज भयो भने यस्तै रहेछ जिन्दगी। सरप्राइज दिन आएको आफै सरप्राइज भयो। यस्तो खुर्सानी फिल हुन्छ के बहिनी? यो धनिया हो, यसले चाहिँ एकदम स्वाद बढाउँछ। धनिया भन्दा पुदिना होला यो चाहिँ। यसले चाहिँ महँगो बसाउँछ होइन? एकदम बसाउँछ। यो चाहिँ प्याज, यो चाहिँ खुर्सानी अनि यो चाहिँ के भन्छ धनिया। यिनी चाहिँ खुसबु, यिनी चाहिँ विवेक, म चाहिँ मनराजु केसी। सब्सक्राइब गर्नु मेरो दाइको च्यानललाई गाइस। खुर्सानी पनि काटेर रेडी भयो। मामा नमस्ते। एउटा टिकटक बनाऊ है, हुन्छ हुन्छ। हजुर म नाच्ने है। ल म गीत बनाएर नाचौँ है त। लाइन गयो। हाम्रो आलु पनि पाकिसकेछ।
तपाईँको छोरीको बिहेमा जन्तीलाई खुवाएको भाँडा माझ्ने मान्छे नपाएर चिन्तित हुनुहुन्छ? यदि चिन्तित हुनुहुन्छ भने अब चिन्ता गर्नु पर्दैन। हजुर विगत लामो समयदेखि अस्ट्रेलियामा भाँडा माझ्दै आउनुभएका व्यक्तिहरूलाई समेट्दै हाम्रै गाउँठाउँमा आएको छ। हामीले चाहिँ स्वाद अनुसार हाल्नुपर्छ नुन, अनि खुर्सानी थोरै मात्रामा, धेरै धेरै छैन, थोरै बेसा थोरै, अनि यो धनियाँको मात्रै पाउडर, अनि अब चाउमिनको सुप बनाउन आलुचपको सुप बनाउनु चाउमिनको जस्तो स्वाद अलिअलि निकाल्नको लागि हामीले हाल्छौँ यहाँ पनि। हामीसँग छ चाउमिन मसला स्वाद अनुसार अनि यस्तो अलिक भयो कि हामी चाहिँ हाल्नुपर्छ यहाँ स्वाद अनुसार थोरै चाउमिन। झरेन के हाल्नुपर्छ थोरै मसला, अनि मासुको स्वादको लागि हामीसँग थोरै मासुको स्वादको लागि हामीले यहाँ मिट मसला हाल्नुपर्छ। यो चाहिँ गाइस खोल्दैन खुले रहेछ किनभने नयाँ हाल कार्टुन समातिन्छ यो खोलिन्छ कि हजुरको काम सक्यो। यहाँ स्वाद अनुसार मिट मसला मासुको स्वादको लागि त्यसै गरी अनि हामीसँग मोमो मोमोको मसला स्वादको लागि चाहिँ हामीले यहाँ मोमो मसला हाल्नुपर्छ। सेन्चुरी नै युज गर्नुहोस् फेरि सेन्चुरी मोमो मसला हामी चाहिँ यहाँ हाल्नुपर्छ स्वाद अनुसार भयो। अब हामीले यहाँ थोरै हाल्नुपर्छ, यसको नाम चाहिँ मलाई यहाँ टेस्टिङ पाउडर छ हामीसँग थोरै टेस्टलाई एकदम मिठो स्वाद ल्याउँछ यसले चाहिँ। गाइस हामी चाहिँ आलुचप खाएर गरम गरम हुनको लागि हामीले हाल्छौँ गरम मसला स्वाद अनुसार हाल्ने, फेरि अनि थोरै नुन चाहिँ अघि यहाँ थोरै कम भएको कारणले गर्दा थोरै हामीले नुन हाल्छौँ। त्यस्तै तरिकाले अझै हाल्छौँ थोरै हाल्छ। हामी चाहिँ मेथी चाहिँ हाल्दैनौँ, मेथीको स्मेलको लागि मात्रै तेल मात्रै। थोरै हामीले यहाँ हाल्छौँ फुड कलर थोरै। अब हाल्छौँ हामीले पानी, हजुर देख्न सक्नुहुन्छ यहाँ रङ हाम्रो आइसकेको छ। अन्त थोरै अलग चलाउनुपर्छ, नत्र डल्लो हुनसक्छ। अब हामीले यहाँ सुस्तो चलाउँ, यतिको ब्याटर हुनुपर्छ।
आन्टी नमस्ते। नमस्ते छोरो, के छ हालखबर? स्वागत छ तपाईँलाई। एकदम तिमीलाई पनि स्वागत छ। हामीहरू कति महिनापछि भेट भयो? 1 वर्षै होला सायद। मलाई सम्झिनु भएको थिएन? किन नसम्झिन् छोरो, कति देख्न मन लाग्थ्यो, कति सम्झेको थिएँ। नाचौँ न त आमा छोरा एउटा गीतमा। धन्यवाद। अनाएर त चाहियो नि। 18 पैसा तर नि भएन त। यसलाई खुसको दाइले पैसा पठाउँछ, यसले मलाई अड्कनले दिन्छ। त्यस्तो हो। अब तिहार पऱ्यो नि त नि, अब म धेरै खर्चाली कन्जुस हो नि त अलि। 12 सय। महँगो है। यस्तो है। मेरो उसको भिडियो हेर्ने अनि तिम्रो रात 3 पर्छ के अरे पुलमा ए आमा डराएर म हेरौँ न त। के हुने हो रे? क्या चल रहा है? बहुत चल रहा है मतलब। फोन गरेर यस्तो राम्रो मान्छे अनि यस्तो काम जानेको मान्छे के हुन्छ त तर त म त धेरै हेरेको छु कि के नानु भावना दिदी ननिकाली खाने ननिकाली दाइले है त कोले चाल छ
मात्रै खानुहुन्छ म त जुन स्या नखाने अहिले अहिले खाने नि ए भाइ यस्तो तातो कसरी मुखमा हाल्न सकिएला के नानु ए ननिकालिकन खाने ल है सबैले ननिकालिकन खाने त्यो के अरे के भन्छ त्यो क्यामेरा भइ देखाइदियो न ल ट्रे सबै ननिकालिकन खाने यो ए गाई सबै तातो छ के हो रे आलुगुल्ला आलुगुल्ला ट्राइङ असफल भएको अवस्था म त हुर्सन्ने परेछ म त हुर्सन्ने पर्यो योभन्दा कति थियो यसले खुवाइसक्यो मलाई खुर्सानी परेको म त हरि खुर्सानी दुइटा हालिदिन्छु अहिले दुईटा हाल्दै क्या तर खानु परेन अझैले मलाई केही पनि भएन पिरो भन तिमी त पिरै नखाने मान्छे हो त खुसबु आमालाई पिरो भन्दा आमालाई परेछ प्याज रहेछ यस्तो पनि के प्राइङ हुन्छ केही फरकै परेन कि आइदिनेहरूलाई धेरै त नआएर 80,000 एकमा धेरै लाग्यो दाँती हेरेर अनुसार किन लानु तिमीहरू बोलिराख्दैनौ भन मैले नानु फोन गरेनन् बोलेनन् भनेर मलाई पछि मन दुख्यो त्यहीसित झन् आज अर्को प्राइङ गर्दैछौँ कस्तो हुन्छ थाहा भएन है यो चाहिँ अमेरिकाको जानेर भिडियो त्यही हो केन्द्रहरू मन दुखाउनु हुन्न बिचरा कति त सङ्खै नपाउने तातो खाने सक्दिँदैन त्यस्तो नपुस्न खुस्बु चट्ट त त्यसलाई लाग्छ कि बाबाले बोला त बाबा पकाउनु खाना आउनु भन्छ त पकाउनुहुन्छ माथि चौका चाहिँ बोलाएको त ए भाइ यस्तो तातो कसरी होला बाबा बोलाएर लिएन चा बबल छ यस्तो तातो झान बन्द गर्यो बोलारले त बनाउनु त जानु तैँले बोलारले बाले यहाँ त हुन्न क्या जा আমার তো টাটো हाम्रो आलुचप रेडी भयो बिहा पछि हो कि स्याक्लुङ गयो के हो रे तिनको पाटा छिरेका थिए तातो मिठो हुन्छ के त गरेनौ तर पिरो चाहिँ रिस निकालेरै हाल्दो रहेछ क्यान्सर
दामी भन्दा छोरो कति खान्थिन् होला क्या देखाएपछि बल्ल छिटो आउँछ कि तातो भएर खानु सक्दिनँ यस्तो तातो पनि खानु सक्छ सब न हामी भिडियो इन गर्नु पर्दैन पिरो भयो क्या म खान्छु यो तातै भएको गाडी तातो भयो तातो भएको गाई ए बाबु यही त भिडियो आएर चाहिँ भयो म एउटा भिडियो नथालिदिनु मलाई भयो बिहान महाकाली हूँ मैं, अबला नहीं सबला हूँ मैं, जो धर्म के मार्ग पर हैं उनके लिए अनंत हूँ। पाकेन चाहिँ के आफू मिठाई अहिले त खुर्सानी खानु अहिले त झन् गाइस भोलि बिहान मलाई चिसो चिसो आइस चाहिन्छ खुर्सानी आएन लास्ट मजाले यति खुर्सानी हालेको थियो हजुर यति धेरै हालेको थियो खुवा गयो अन्त त्यो गोलपाला नमिलेको त्यो पिठो जस्तो भयो त्यही भएर तिम्रो पिरो यति खुर्सानी हाल्दै काँडे नानु बल्ल पिरोलाई जोलो चिप्स हालेको थियो चट्नी भन त्यहाँदेखि खाए ल त्यही होइन खाएन हालेको आज त्यही भुटुक्क थुक्नीले गयो भाइ हामीले आएको त नानीले भुटुक्क ए यति मिठो बनाएखेरि मिठाई खान्छन् के मिठाईले कस्तो भयो आन्टी ल हाम्रो तारिफ गर्नु पऱ्यो अब बहिनीले बनाएको तारिफ गर्नु पऱ्यो एकदम मन पऱ्यो है म त फन्टास्टिक कस्तो लाग्यो तिमीलाई मलाई यो जिन्दगीले कहाँ पुर्यायो तिमीलाई सोलखुम्बु पुऱ्यायो मलाई यहाँ खुदी झार्यो राम्रो छ गाइस हामी चाहिँ आफैले बनाएको भएर आफूले बनाएको त्यसै मिठो भइहाल्छ नि भयो त्यही त उहाँ चाहिँ एकदम सहयोग हुनुहुन्छ उहाँले एकदम मलाई सहयोग धन्यवाद हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद छ यस्तो मिठो बनाइदिनु भयो धन्यवाद हामी सबै हामी दुईटा आमा छ गाइस उहाँलाई चाहिँ दुईचोटि खुर्सानी हाल्दै पनि केही पिरो नभएको नो रियाक्सन अब भरे नो रियाक्सन भोलि बिहान निस्किन्छ। भरे होइन भोलि बिहान भोलि निक्लिन्छ बिहान पनि लाइभमा आउनु होला आजको हाम्रो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु अहिलेसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धन्यवाद हामी फेरि अर्को भिडियो भेट्नेछौँ बाई 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 बाई